Okay. Hello guys, welcome to my another vlog मा तपाईहरुलाई स्वागत छ। इट्स मी भीम बहादुर आलेमगर। आले ब्लग मा तपाईहरुलाई स्वागत छ है त। र आज चाहिँ हाम्रो सदरमुकामले दोलखा जिल्लाको सरिकोट भन्ने ठाउँमा चाहिँ सदरमुकाममा हामी जाँदै छौं। र त्यहाँ जानको लागि चाहिँ हामी अहिले बिहानै कति बजेको छ भने 3:11 बिहानको 3:11 भएको छ। र हामी चाहिँ अब तयार भएर जान लाग्दैछौँ। उताको यसो घुमघाम के कस्तो हुन्छ त्यो मेरो भिडियोमा हेर्न सक्नुहुन्छ भन्दै मेरो भिडियो सुरु गरे साथीहरुलाई। ल साथीहरु अहिले चाहिँ म कहाँ आइपुगेको छु भन्दाखेरि रामेछापको बाम्ती भण्डारमा आइपुगेको छु। बाम्ती भण्डार तपाईहरुले हेर्न सक्नुहुनेछ। सबै पुरै बजार एरिया छ। यस्तो छ। यो चाहिँ हाम्रो ग्यारेज रहेछ। अनि हामी चाहिँ कतिखेर पुगिन्छौँ थाहा छैनौँ। हामी हिँड्न चाहिँ कहाँ हिँडेको भन्दाखेरि दोलखा जिल्लाको चरिकोट सदरमुकाममा चाहिँ हिँडेको। अब त्यताको दृश्यहरू तपाईहरुलाई म शेयर गर्नेछु, हेर्दै गर्नु होला। मेरो आँट रसेर लानु थियो। अब भरे बेला फर्किन लैजाउँ है। मेरो मोमो चाउमिन थुक्पा के आउँदै खाजा खान आएको अब खाजा खाएर हामी निस्किन्छौँ।
उता सुँगुर फेरि समाएर टोलीले के गर्नु लागिरहेछ अब हिँडेको हामी यहाँबाट समयमा चरीकोटबाट हामी लिफ्ट किन्दै देवकोटा चोक रे देवकोटा चोक दोलखा चरीकोटको बहुत राम्रो सुन्दर बजार हो यो स्विजरल्यान्ड हो नेपालको बहुत राम्रो यार म त सोचेको थिएँ नि यतिको राम्रो यतिको कला भएको ठाउँ रहेछ यो दोलखाको चरीकोट र बहुत राम्रो रहेछ बहुत धन्यवाद यहाँका जनमानस जनप्रतिनिधिहरूलाई पनि बहुत बहुत धन्यवाद यता केही झर्ने झर्ने हो कहिले आउँदैन फेरि बहुत सरसफाइ छ बहुत सुन्दर बजार राम्रो छ है बहुत राम्रो छ यहाँको जनसमुदाय वर्गलाई जनप्रतिनिधिलाई कर्मचारीहरूलाई बहुत बहुत धन्यवाद दिँदै यहाँ हामी घुम्न आएकोमा यहाँको जनसामान्य
हालको समयमा चाहिँ हामी भण्डारभन्दा अलि माथि आएर बसिरहेछौँ जिउ काक्रा के दुखेर। ल साथीहरू म चाहिँ अब दोलखा जिल्लाको चरिकोट भन्ने ठाउँमा पुगेर आएँ र धेरै थकाइ लाग्यो। बिहान 3 बजेदेखि अहिले कति बज्यो 8:39 भएछ। बिहानदेखि अहिलेसम्म गाडी है। बाटो पनि त्यस्तै पानी परिरहेको, बाटो पनि त्यस्तै हिल्लामे बल्ल तल्ल माचेर आइयो। र मैले यो आज भिडियो बनाउनुको कारण चाहिँ के थियो भन्दाखेरि चाहिँ यो चौलाखर्कबाट दोलखा जिल्लासम्म जाँदा चाहिँ के कस्तो बाटोहरू छ हैन, ठाउँहरू कस्तो छ त्यही अनुसारको अब त्यो भिडियो बनाएको। अब गाडीबाट झरेर भिडियो बनाउनु पाइएन, त्यही गाडीमा बसेर भिडियो बनाएको। के कस्तो लाग्यो तपाईँहरूलाई, जे जस्तो लाग्छ त्यस्तो कमेन्ट गरिदिनु होला। र आउँदो दिनहरूमा मेरो भ्लगहरू पनि हेर्दै जानु होला भन्दै आजको मेरो भ्लग यहीँ अन्त्य गर्न चाहन्छु। हस् त, धन्यवाद। तपाईँहरूको दिन शुभ रहोस्।